फाइनल्ली हामी आज चाहिँ अब घुम्न जान लागेछौँ सबैजना रेडी भएर अब निस्किने बेला भइसक्यो अब हाम्रो 3 डेजको टुर सबजना रेडी भएर निस्किन लागेछौँ यहाँ आमाले एल्बिनको सुझाव लेसरले नराउनु भएन पुऱ्याउनु लागिरहनुहुन्छ हामीले सबै सामान चाहिँ गाडीमा लगाएर राखिसकेका छौँ किन लाग्यौँ हाम्रो गाडी चाहिँ तल छ एल्बिन र म पहिला निस्किँदा हामी 3 जना ननिस्किनु भनेर ओके म सबै राखेँ नि एल्बिन हैन मेरो ह्यान्ड ब्याग खोलो त बिजी छ हाम्रो गाडी छ 7 सिटरवाला लिएको यो पालिको चाहिँ अलिकति राम्रो खालको गाडी परेछ अगुड हामीले चाहिँ केही पनि सामान खासै लगेको छैनौँ त्यसमा चाहिँ हामीले यो खानाहरू नलैजाने भनेर नर्मल खानेकुराहरू मात्र पानी मात्र राखेको छौँ यसको चाहिँ एकदम राम्रो सिस्टम रहेछ अलरेडी अनलक छ होइन एल्बिन अनलक छ हो भएन लक गर्नुभयो रहेछ नत्र चाहिँ यो एकदम आफै स्लाइडवाला ढोका छ राम्रो रहेछ गाडी यसै हाम्रो टुर एकदम रमाइलो हुनेवाला छ सबैजना सँगै जाँदाखेरि त्यो रहेछ इन्टरनेट त यस यसरी पो चिकन ए यो छ नि यस्तो हुन्छ आउनुभयो मिठो घरमा बस्नुभन्दा भित्र बस्छौँ भनेर रेडी भयौँ आमा उताबाट बस्नुहुन्छ पहिला म जान्छु एल्बिन किनभने यहाँ गाह्रो हुन्छ यसलाई फर्काउ त यो होइन हजुर बिचबाट भित्र जाने हो फर्काउने होइन के यदि कति गाह्रो हामीलाई त ल हामी पछाडि बस्ने मान्छेलाई त झन् गाह्रो रहेछ नि त हजुर उताबाट म त छिरेँ एल्बिन मम्मी छिर्नुहुन्छ कि छिर्नुहुन्न भन्ने कुरो ल फाइनल्ली रेड लाइट हुन्छ नि स्टपै हुन्छ पुरै लाइक बन्द हुन्छ सबै अनि त्यसपछि फेरि खुल्छ अनि जान्छ स्टार्ट एन्ड स्टप ए हो र काम नलागिरहेछ हामीले कति बेर भइसक्यो यहाँ रेडी भएर गाडीको चाहिँ सकिन लाग्यो यहाँ चाहिँ कुरेर बसिरहेछौँ तिमी झर नि त ल तिमी जानुहुन्छ अब म जाँदिनँ दादी आउनु गरेको भाइ अहिले जहाँ झर्ने त्यहाँ लगेर लगायो हुन अहिले लगाएर हिँड्यो कहाँ हो र खास ल अब हामी घरि कहाँ हो र पेट्रोल हाल्ने ठाउँमा पेट्रोल फुल छ फुल हालेर दिएछ फुल हालेर दिएछ फुल हालेर दिनुपर्छ ए हो लाएर हिँड्न पर्छ बल्ल फाइनल्ली यहाँबाट यता त चल्ने कुरै छैन हामी के रहेछ हामी चाहिँ हजुर रेडी फाइनल्ली रेडी भएर हिँड्यो के भयो कहाँ भन्नु भाउ के रहेछ अब हामी फर्स्टमा कहाँ जाने रे फर्स्टमा हामी नेल्सन होइन न्युकासल जाने अब हामी बिचमा चाहिँ रोक्छौँ
मोबाइल पनि ल्याइदिनु यहाँ चार्ज हाम्रो पछाडिको चार्ज गर्नलाई चाहिँ मजाको रहेछ जुस खाए पनि धेरै खाहा नि त्यहाँ आएको हुन्छ अनि अहिले पनि नखाऊ अहिले त्यसरी फाइनली आखिर बिबिएन र करणमै भएछ फाइनल्ली हामी हिँड्यौँ है हामी खासमा चाहिँ एकछिनबाट ट्राई गरेको थियौँ तर दादी गर्न पाइएन अब तिमीले भ्लग गर अब हामी बिचबिचमा पुगेपछि अब देखाउँछौँ हाम्रो यो टुर चाहिँ 3 दिनको हुन्छ त्यही भएर अलिकति लामो हुन्छ रमाइलो हुन्छ होला हामी पेन्डल हिलबाट निस्क्यौँ ए बुढो बा हो यो यिनलाई त जान्दिनु पर्छ हजुरले पेन्डल हिलबाट ल स्टार्ट भयो हाम्रो जर्नी चाहिँ जय मुरुगन भगवान हामी यो बिचमा रोकेछौँ अब हामी ट्राफिक लाइटमा पर्छौँ हाम्रो एउटा कुरा चाहिँ यहाँ पुरै नेक रेस्ट गरेर आनन्दले बस्नु मिल्दो रहेछ त्यो थाहा भयो नि अघि तानेको कति सजिलो भयो पछाडिको सिट पनि अनिवार्य हेर्नु त यस्तो घाम छ शीतल नभयो हामी चाहिँ यस्तै हुँदैन काठमाडौँमा कहाँ अब त्यो गाडीको पछाडि बसेर त साथै हुँदैन ए हाम्रो त अन्त आनन्द भयो पाउँछ नि त त्यहाँबाट पछाडिको सिट त हिजो कहाँ यत्रो ठुलो के पछाडि त्यसपछि पूजा छ नि हामी हिँडे जसरी नै पूजा छन् कति धेरै मान्छेहरू हाम्रो गाडी त सजिलै परिनु मिल्दो रहेछ मैले अलिअलि खिचेको छु कस्तो हुन्छ थाहा छैन अब हामी यहाँ चाहिँ खानालाई रोकेको छौँ टोइलेट सोइलेट जान भनेर हल्का फुल्का ब्रेकफास्ट गरेर अब हामी हिँड्छौँ त्यसपछि हाम्रो चाहिँ होलिडेको टाइम भएर एकदम बिजी हाम्रो दाइले गर्दै हुनुहुन्छ अब एक किसिमकै चाम लाग्छ होला त्यो अर्डर पनि बिजी ठाउँ रहेछ यो चाहिँ एकदमै बिजी त्यो फुड कोर्ट खाएर सक्यो अब निस्किन लागेको हामी बाटोमा देउकाश्वर घुम्न लाग्यो अलिअलि घरहरू देखिसकेको जस्तो भयो मलाई के मागेछ चिप्स होइन चिप्स मागेको के आलु मागेको आलु अब हामी फर्स्टमा चाहिँ सिधै हामी होटेल जान्छौँ त्यसपछि हाम्रो चेकिङ चाहिँ 2:30 छ त्यसपछि हामी गाडी साडी त्यही यता लगेर सामान राखेर ओरेर अब हामी फ्री भएर आफूले एउटा मात्र ब्याग लिएर अनि जान्छौँ हामी स्विमिङ न्युकासल कहाँ गर्न घुम्न ओर्न ओ न्युकासल मजाको
रमाइलो रहेछ ठाउँ ए राख्नु परेन र हो यहाँ है न बजार एरिया आयो बजार एरिया बजार एरिया बजार देखेर लाइट हाउस त रमाइलो छैन नानी हामी बस्ने होटल यही हो हो कि न्यू कासल क्यासल क्यासल के भन्छ क्याटापलाइट पठाउँछ अनि त्यो बेला प्लिज त्यो कोठामा चुरो सोर्न आऊ है नो स्मोकिङ भनेको हामी चाहिँ खानालाई नि त्यही रुम रोज्दै थियौँ त म बाल्कनी अब अझ ठ्याक्क बाल्कनी छ एउटामा अब हामी बिच जाँदैछौँ माथि तल हो क्यासल बिच माथि तल हो लेजर वास होइन उता रहेछ बे आयो भने चाहिँ बे रमाइलो रहेछ टिकट गरेर पनि 2 घण्टा पार्किङ रे अति भएन भित्र के हो यो खै भित्र नि टिकट पार्किङ हो 4 आवर टिकट पार्किङ टिकट पार्किङ मलाई टिकट होइन फ्री पार्किङ चाहियो आई वान्ट फ्री पार्किङ हामीले त्यो बिचको छेउमा अस्ति नै पुग्यौँ बिच उतापट्टि छ बे चाहिँ यतापट्टि रहेछ अब बे चाहिँ सानै रहेछ त्यस्तो देखेँ होइन अनि बिच कति ठुलो एल्बिन यो चाहिँ एकदम माथि मान्छ बहुत काम लाग्छ हो अब यसो लिएर हिँड्ने काम लाग्यो नि चल जानेर राख्नुहुन्छ क्या टिकट काटेर आउनुहुन्छ लैजाने कुराहरू अझ लेखेन पानी लैजानु पर्यो ब्याग स्याग क्यासल बिचमा आयौँ यो बिच चाहिँ रमाइलो रहेछ बिच तर चिसो भयो चिसो हावा लाग्यो अब हामीले चाहिँ स्विमिङ चाहिँ गरिदिनु जस्तो छ हामी जस्ट वाक गर्दै लाइट हाउससम्म पुग्छौँ हेर्ने ठाउँ रहेछ मकवारी पेयर यहाँबाट जाने राम्रो रहेछ ठाउँ वक गर्दै जाने ठाउँ रहेछ सिप आउँदो रहेछ सिप अनि वहाँ माथि चाहिँ लाइट हाउस रहेछ मेन हेर्न जाने भनेको चाहिँ त्यही लाइट हाउसबाट चाहिँ भ्यू हेर्न जाने भनेर जान लागेको हामी अब मम्मी दिदी दाई अगाडि हुनुहुन्छ हामी तिनीहरू पछाडि Why you do that? स्विमिङ गरेर जस्तो यता बे वाक गर्ने ठाउँ यतापट्टि बिच सबैजना यतै हुनुहुन्छ फेरि हिस्ट्री रहेछ
न्युकासल हार्बर हिस्ट्री यहाँ चाहिँ सबै कुराहरू हुन्छ Newcastle Harbour was established in 1799 is the first commercial export in Australia. Okay. That's good. ब्राउन कलरको छ उतापट्टि अनि यसमा चाहिँ ग्रिन छ धेरै गहिरो भएर होला मजाले छलाउँदो रहेछ यो चाहिँ बिच यतापट्टि ग्रिन अनि यहाँ चाहिँ वकिङ गर्ने ठाउँ अगाडिपट्टि चाहिँ साह्रै घट्ने थियो यहाँनिर आएपछि चाहिँ चिसो बहुत चिसो भयो उताबाट आउँदाखेरि चाहिँ एकदमै गर्मी छ अनि यो चाहिँ पुरा लाइट हाउस सेलिब्रेटी रहेछ पानी त यो बेको पानी चाहिँ यस्तो छ पुरै कालो न कालो यता यो फेरि बिचको पानी चाहिँ नि पुरै सफा छ फोटो र भिडियो हुँदैछ यहाँ रेडी आयो आयो पछाडि पनि रेडी सरी पानी चाहिँ नस्दै वहाँ कहाँदेखि आएको योबाट उता पनि देख्दैन वकिङमा आधा बाटो आउँदाखेरि यस्तो गर्मी भयो यस्तो गर्मी भयो अनि यहाँबाट अगाडि लागेपछि चाहिँ चिसो फेरि ज्याकेट चाहिने जस्तो भयो यहाँबाट एनी टाइम छलाउनु सक्छ त्यहाँबाट यत्रो ढुङ्गाहरू त्यो राख्दा पनि आउनु चाहिँ आउँछ अर्को पनि पिक्चर देखेँ मैले यो के होइन कि यो हिस्ट्रीको बारेमा रहेछ त्यहाँनिर छ अलिअलि गर्नुपर्ने जस्तो भएको भए मिक्स होइन मिक्स कलर मिक्स फोटो खिचेर ओरेर अब फेरि फर्किँदैछौँ अब फर्केर हामी गाडी राखेको ठाउँतिर जान्छौँ यहाँ त अहिले अब फर्किँदाखेरि चाहिँ अलिकति गर्मी भयो के भन्नुहुन्छ गर्मी भयो है फर्किँदाखेरि यहाँ दाइले ड्रोन उडाउने तयारीमा हुनुहुन्छ अब
ड्रोन त उडाउनु पनि छ ग्यारेन्टी छैन कि आउँछ कि आउँदैन भन्ने कुरा चाहिँ कसैलाई थाहा आउँछ भएन। स्योर आउँछ कहीँ जाँदैन उडाउनु पाउँछ कि पाउँदैन भन्ने कुरा भइरहेको यहाँ उडाउनु लाग्नुपर्छ यता बेर बिचको ठाउँमा हाल्नु हो कि हो डाइरेक्टर साहबले भन्छ त भन्नु यता यहाँ उडाउनु पर्छ नि यो साइडमा त्यो छाल कस्तो जान्छ त्यो पानी होला है र अहिले ड्रोन उडाउनु भयो ड्रोन उड्यो बाटोको त नभन र यस्तो बाटो निस्केर हामी अब हामी एडिलेडको न्यू क्यासलको अर्को ठाउँहरू हेर्न जानु लागेछौँ त्यहाँबाट चाहिँ सबै भ्यू देखिँदो रहेछ राम्रो छ जस्तो छ माथि चाहिँ बिचको भ्यू सबै देखिँदो रहेछ घरमा पनि म्याक हो घरमा पनि म्याक कानी म्याक अनि अब हामीले भनेछौँ थाई जाने यिनले भनेछन् म्याक जाने खाने ठाउँ कहाँ छ त्यहीँ जाने त्यहाँबाट खाँदा र ओर्दा 8 बजी हाल्छ त्यहाँबाट होटल जाने रेस्ट है मेमोरियल गार्डन कति राम्रो रहेछ यहाँ फेरि के फलेको थाहा छैन खानेकुरा हो कि के हो यस्तो राम्रो छ जस्तो छ यहाँ भित्र मेमोरियल गार्डन एउटा गार्डन यो भनेको चर्च कति ठुलो चर्च रहेछ यहाँ चाहिँ जेस चर्च गार्डन रहेछ यो चाहिँ अब बन्द भइसक्यो कि के हो थाहा छैन तर राम्रो आउनुपर्छ मैले खिचिराखेको छु हाम्रो घर तपाईँहरू पनि घुम्नलाई न्यू क्यासल आउँदै हुनुहुन्छ भने यो चर्चवाला चाहिँ आइहुन्छ हेर्न भित्र एकदम शान्त राम्रो रहेछ रमाइलो रहेछ बिचबाट आइसकेपछि चाहिँ यो चाहिँ एकदम अलिकति माथिपट्टि छ बजारबाट नजिकै एकदम राम्रोवाला रहेछ इफ यु वान्ट यु क्यान भिजिट कति मिठो बास्ना आयो यस्तो राम्रो रहेछ यसमा यहाँ चाहिँ सबै मान्छेहरू अगाडिको लुक चाहिँ यति राम्रो रहेछ कि यो चाहिँ कति पुरानो डिजाइनको होला चाहिँ घुम्दै घुम्दै जान मिल्छ यो चाहिँ के रहेछ यस्तो गार्डन सार्डन भएको रहेछ यहाँनिर यसरी घुमेर जाने ठाउँ रहेछ राम्रो रहेछ है यो लाइट पनि बलिसकेको छ यो रातिमा चाहिँ आफू कति बजेपछि लाइट बल्ने होला राम्रो रहेछ कति ठुलो केही लेखेर होइन यहाँ अब हामी बिस्तारै बिस्तारै लाग्दैछौँ चिसो नि आयो कति मिठो बास्ना क्या यो फुलेको फुलको त यसको त कति मिठो स्मेल होइन यति धेरै फुल्दैछ र यो सेतो फुल्ने रहेछ ज्यास्मिन रमाइलो रहेछ ठाउँ पनि
यति राम्रो ब्रिज रहेछ त्यो सनसेट हेर्नेवाला ठाउँ माथि फेरि पार्किङै भएन हामीलाई राख्नलाई तर हामीले जस तलबाट पनि हेऱ्यौँ इट्स नाइस 1940 मा बनेको रहेछ उडायो के यस्तै उडाइदियो बाइक विली गरेको के गरेको आई डोन्ट नो त्यो एउटा टाइममा हिँडेको त्यसको पछाडि यहाँ भोलि बिहान हामी कति बेला यसमा 30% अनि हामी सनसेट हेर्न जानलाई अघि नै आएको यहाँ फेरि पार्किङ फुल भएर फेरि गएर फर्केर तल राखेर अनि रमाइलो छ नाम पढ्न नि गाह्रो के हो यो के भन्ने यसलाई यताबाट चाहिँ बिच सिच हेर्न मिल्यो लुकआउट आनन्द पहिला सनसेटै हेर्न जाऊँ न ब्रिजमै पुरा रमाइलो छ है यो ठाउँ चाहिँ भर्खर त आसाम हेरेकै छैन होइन मलाई त राम्रो लाग्यो आउँदा आउँदै यति भ्यूहरू हेर्न मिल्ने सनसेट हेर्न मिल्ने हाइटमा ल जो न्युकासल आउनुहुन्छ यो ठाउँ आउँदा हुन्छ राम्रो ठाउँ छ जसले यो ठाउँमा ल्याएको यो चाहिँ चित्त बुझ्यो मलाई अरू नभए पनि भाइले कुटुर कुटुर हेरिराख्नुहुन्छ के क्रेडिट फर बाइक हजुर पनि भ्लगिङ हो भ्लगिङ होइन अच्छा नर्मल कस्तो नर्मल सो नाइस यहाँ चाहिँ ज्याकेट चाहिने जस्तो छ बरु सनसेट जानलाई भएर आएको मजाले देखिएको छ मजाले ठुलोवाला बिच छ वेबहरू आइरह यतातिर चाहिँ एडिलेडको एडिलेड भन्दा न्यू क्यासलको जस्तो हामी चाहिँ बिचबाट यति माथि आएको थियौँ तर राम्रो खालको रहेछ यहाँ चाहिँ बिच रहेछ ब्रिज रहेछ राम्रोवाला ब्रिज रहेछ अब उता अगाडिसम्म जान मिल्छ यो चाहिँ वकिङ गरेर वक गरेर अगाडिसम्म जान मिल्छ यो सनसेट हेर्नको लागि चाहिँ स्टोरी रहेछ के बारेमा रहेछ सबैजना पछाडि आउँदै हुनुहुन्छ चाहिँ भिडियो खिचेको भए अलिकति अगाडि हुने सो राम्रो देखेको रहेछ हामीले सनसेटै हेर्ने अथवा पुरै सिटी भ्यू लुकआउट भनेको त्यही नै हुनसक्छ राम्रो रहेछ चिकन चाउमिन विथ फ्राइड राइस अझै के भेटाउनु भएको यो बिरयानी दुईटा गरौँ चिकन बिरयानी गरौँ अनि गार्लिक नान गरौँ 3टा अनि एउटा तरकारी गरौँ अनि त्यसपछि खाम अनि ल गाडी लिएर अब बिहान अब हामी निस्किने बेला भयो चेकआउट गर्ने बेला भयो मम्मी बिहानै उठेर यहाँ रेडी भएर टक्क बस्नु भएको छ मोबाइल चलाउँदै न्युज हेर्दै हुनुहुन्छ यहाँ कपडा लत्ता लिनु छ पनि अब रेडी हुँदैछन् म चाहिँ रेडी भइसकेँ सुपर फास्ट कस्तो राम्रो देखिएको हो अलिकति लाइटमा जानु पर्यो
भित्र राखेर रेडी म यहाँ यस्तो हाम्रो भ्यू यस्तो छ यस्तो भ्यू छ यहाँ ठक्क ट्रेन पनि छ यहाँ ट्रेन पनि छ यहाँ सो त्यहाँ रेल क्रसिङ भनेको छ त्यहाँनिर बट ट्रेन चल्ने हो जस्तो लागेन मलाई अनि त्यसपछि हाम्रो गाडी चाहिँ यहाँ छ दिस इज आवर गाडी अनि हामी बसेको ठाउँ चाहिँ यही हो ठिक छ अलरेडी रेडी हुँदैछन् ऑल इज वेल मम्मीले कफी पाउनुभयो होइन कति राम्रो कपमा आहा कफी खान पाउनु हो मैले हिजो बिहानदेखि कफी खान हिजो खाएर हिँडेको त्यसपछि खान पाउनु भएको थिएन अब म पनि यसो खानु पऱ्यो भनेर कफी बनाउन लागेँ यति कफी खाएपछि चाहिँ ताकत आउँछ अब ताकत मिल्क पनि राखेको रहेछ हजुर कडा बनाउनु भयो त हेर्दै मिठो होला जस्तो छ खानु नि त बेसी चाहिँ तपाईँले हाल्नु अनि म खान्छु मिठो होला जस्तो छ त बेड राख्ने चारवटा कफी राख्ने के कप राख्ने दुईटा त्यही त मैले अघि चाहिँ हेरिसकेँ अब त्यो पाले बिल गर्नुपर्छ अब यो बेडको लागि मात्रै रहेछ त्यो त त्यही त हो नि कफी बन्यो मेरो दुईटा पत्ता भएपछि खाइन्छ गुड चिनी मात्र अलिक कम भयो चिनी नाइस गाडी अन हुनु पाएको छैन अनि त्यो गर्दाखेरि पछि भिडियो हेर्दाखेरि आधा बिचबाट बोलिरहेको हाम्रो यहाँको सेकेन्ड डे हामीले बिहान उठ्ने बित्तिकै अब के खान्छ त भन्दाखेरि रेडी भएर चिया खान लागेछौँ यहाँ दाइले लिएर आउनुभएको रहेछ के ठिरे दाइ हो बाघबोक्री चिया दुईजनाले चाहिँ खाना लागेछौँ भर्खर उताबाट आएर यहाँ चाहिँ खाएर रेडी भएर हामी खाएर बसेछौँ मिठो हामीले र मैले कफी खायौँ दाइले चिया खाँदै हुनुहुन्छ एल्बिनले पछि खाने हो अरे हामी चिया खाँदैछु आजको मौसम एकदम गर्मी होला जस्तो छ बाहिर आज त के होइन भोलि दाइले चाहिँ चिया नि ग्लासमा म झ्यापा सम्झेँ नि मेरो ब्यागमा त स्टक हुन्छ नि त मैले एल्बिनको चार्जर नगर्ने भनेको होइन तर मेरो पनि गरम भनेको मिसकम्युनिकेसन भयो त्यहाँ त्यस्ता कम्युनिकेसन थाहा छैन मलाई कम्प्लेन आयो छोरोको फोन चार्जमा गएर ढुस भएछ चार्जर दिएको छु चारवटा फोन गरेर चार्जर मिल्छ एकैचोटि पछाडि त्यहाँ चारवटा छ त्यसमा त्यो मलेसियन टी खाँदैछु नि उनले मैले त बाघ बक्री हो मलाई चिनी नलाग्ने अब हामी सबै बाहिर निस्केछौँ पानी भरिएन 21 छ त्यहाँ त्यो निलोमा छ त्यसबाट खाना म फर्किँदा होला नि 23 रहेछ 23 तर गर्मी नै छ 23 किन देखाउँदा नि 26 हाइएस्ट हो आज भोलि हो 34 कमान थाल्दा रिस लाग्ने एल्बिन अब के भने हामी बसेको के अरे होटल चाहिँ यही हो माथि ऊ चाहिँ यही हो होटल अब दाइले गाडी निकाल्दा हुनुहुन्छ यहाँ कति राम्रो रहेछ क्या ज्यास्मिन भएको
हाम्रो गाडी निकाल्दै हुनुहुन्छ अब हामी बल्ल सामान राख्छौँ हामी फर्स्टमा म्याक जाने एल्बिनले म्याक जाने हामी रेडी भएर निस्किन लाग्यौँ आज हामी नेल्सन बे जाने हो त्यसपछि फर्केर हामी हन्टर भ्याली आउने हामी आज चाहिँ अलिकति गर्मी छ भोलि जति अझै गर्मी रहेछ मेरो बेल्टै भएन ल होइन गाडी आछ पनि यात्रा आँखा देखाउँदै गयो हो नि के रोड रे ग्रिफिक्स रोड हो कि के भन्थ्यो है ए लेफ्ट राइट जाम न सिधै जाम न भयो सिधै हिँड्नु त कति जाने यता ल हिजोको एक दिनको यात्रा राम्रो भयो मेका छौँ एल्बिनलाई मेका खानु पऱ्यो अरे अनि त्यही भएर बिहान बिहानै मेका म्याक खान जानु लागेको एल्बिनले चाहिँ अब म्याक बिहान केही पनि थाहा छैन उठ्यो गऱ्यौँ अब म्याक खान लाग्यौँ त्यसपछि हामी लाग्छौँ गर्मी छ आज अब हामी निस्किन लाग्यौँ नेल्सन बे गर्मी छ आज हुन्छ खोला हामी त यसरी बसेको जुत्ता खोल्न मन लाग्यो खोलेर बसेको छ अगाडि चाहिँ तात्दैन त्यसमा अब गाडी फुल डाउन हुँदैछ बाइक मिलाउँदै हुनुहुन्छ मोजा नि खोल्न मन छ नि खोलेर बस्छ फ्रिजै हो क्या दादा यहाँ कति राम्रो ब्रिज रहेछ हामी चाहिँ यो ब्रिज क्रस गरेर जाने हो चलबाट चलो ओके म त्यस्तै त भने हाम्रो टावरमा दाहिनेमा ऊ पर हामी गएन म कि कति लामो ब्रिज हामीले राम्रोबाट त लिइसक्यौँ त हामी पुग्यौँ आज हाम्रो ड्युटी गनगनले पुग्यौँ हामी चाहिँ नेल्सन बे जाँदैछौँ नेल्सन बे जाने बेलामा चाहिँ यहाँ एउटा लुकआउट रहेछ त्यो हेरेर जाऊँ न त भनेर हामी यहाँ छिरेको छौँ रमाइलो भइरहेछ एकदम माथि तल दुवैतिर रहेछ यहाँबाट हेर्ने रहेछ त्यही भएर तिनजना यता आउँदै हुनुहुन्छ मम्मी यता आउँदै हुनुहुन्छ यहाँबाट छोडिदियो भने दाइ आउन पनि सक्छ नआउन पनि सक्छ ल यहाँको त राम्रो रहेछ एल्बिनले फेरि यहाँबाट हेर्दैछ उनीहरू त तल पनि माथि आएको यो त चोरेको भन्न मिल्दैन बाटोमा फलेको थियो कहाँनिर छ स्पाइडर छ देखि छ मरिसकेको होला ऊ यता कति राम्रो रहेछ ल लुकआउट मजाले घरहरू रहेछ द रोटरी क्लब नेल्सन बे रोटरी क्लब नेल्सन बे
अनि न्युयोर्क यहाँबाट चाहिँ व्हेल पनि हेर्न मिल्दो रहेछ त्यो लुकआउटबाट मलेसिया Port Hawaii, Alice Northern Springs. Tier Red Fort यहाँ लुकआउटमा यो ठाउँमा त राम्रो रहेछ त घरहरू यहाँ यहाँबाट चाहिँ व्हेल हेर्ने होइन व्हेल वाचिङ हो होइन मेदेखि अगस्तसम्म आउँदो रहेछ लागिरहेको एक्जाम The light of point. कति राम्रो ठाउँ रहेछ सबै सुकेछ यार कति राम्रो फुलहरू हुन्छ यो हो धेरै गर्मी भएर होला Nothing big that way. Anyone, I reckon it's bad. Daddy, Neither of those trees. Daddy, Daddy. डिजिटल फोटोग्राफी रे यहाँ देख्नुभयो अनि त्यसपछि ब्रेड पनि लिएर आऊँ एउटा ब्रेक पनि लिएर ब्रेड ब्रेक मतलब ब्रेक ब्रेक ब्रेड माछालाई माछा तान्नु पर्यो नि टेक्नोलोजिकली ट्रेनिङ हस्पिटालिटी फोटोग्राफी रहेछ सबै In 300 meters, at the roundabout, take the first exit onto Tarambi Road. In 300 meters, merge onto Gubby Road. अन्त धुन्दा हो भने के लगा लेफ्ट हो के माटमा के किन्न र ब्रेड किन्न छिरेर टेन्ट लिएर त्यो माटोबाट उलिसबाट ड्रिङ्क्सहरू लिएर अब लाग्यो बसतिर टाइम चाहिँ लाग्यो एकछिन आएन नि आएको छैन उहाँ पनि हाम्रो यहाँ के आयो अलिअलि अगाडि त्यहाँबाट चाहिँ त्यहाँ रहेछ ब्रिज दुईजना चाहिँ टेन्ट लिएर गइसक्नु भयो हामीलाई मलाई चाहिँ के यस्तो फलेको जस्तो मान्छेहरू आउँदै पनि छन् के फर्केर आउनुभयो त छैन जस्तो छ दाइ पानी खेल्ने हो होइन पर्फेक्ट छ वेभ आउनेवाला वेब त मस्त वेभ त हामी सकिन्न त्यसमा त खोइ साँचो दिन त के लिनु पर्यो अब हामी पनि जान्छौँ सबै चिज त्यसो। हो जान्छ त्यसो भए। हाम्रो यहाँ हाम्रो टेन्ट हाम्रो टेन्ट यता दाइहरूको टेन्ट हजुर ब्याग खोइ हामी अब यसको यसको ब्याग यो त्यहाँ गाड त्यही छाला आयो नि त ल हामी चाहिँ लाग्यो खेल्यो भने मात्रै हो न खेल्न मिल्दैन मलाई यसमा ल यस खेल्न मिल्छ हामी अब जानु भयो नि यहाँ मस्त आयो पानी चाहिँ अलिअलि होइन साह्रै ठुलो रहेछ त्यो हामी धेरै त परसम्म जान चाहिँ सकिँदैन राखेर म त याद पनि लाग्छ यादै उडाउँदै छैन म त किन याद लादिने यस्तो रहेछ यहाँ बिग यो त लास्टै छ एल्बिन धेरै उता नजाऊ है ठुलो छ यो चिसो पानी रहेछ नि त अब यो कति ठुलो आहा
त्यो वाला ठुलो आउँछ त्यो हेर है त्यो वाला यस्तो ठुलो आउँदैछ छैन नि सर्लकै तान् त्यस्तो नजानी मान्छे यसमा खेल्नै हुँदैन क्या हामीलाई त आउँदै नि आउँदैन नि त उतासम्म त जानु सक्दिनँ चाहिँ बिच भयो हामी स्विमिङ खेल्ने भनेको यो स्ट्रेट आएर सिधै जाँदो रहेछ यति धेरै वेभहरू आएको छ कि हामी सकिँदैन यो लगायो आइन भाग्नै पर्छ पछाडि हेर कति ठुलो खाले उडुडु गर्छ यसले न भिडियो छ यसमा नगर भिडियो खिचिरहेको छु होइन यसमा छैन नि भाइहरू फेरि नआएर दुईवटा टेन्टमा टुक्रुक्क परेर बस्नुपर्छ त्यहाँ यहीँ घुम्ने अब एल्भिन र म देखेर भएन नि पानीमा जानु पर्यो खेल्नु पर्यो हामी पानीमा जाने भनेर यसरी आएको तर अब यहाँ मेरो त कपडा फेरिसकेँ भिज्नुपर्छ तर मलाई बिचबाट निस्क्यौँ स्विमिङ गऱ्यौँ खेल्यौँ आयो पिज्जा खायो गऱ्यो स्विमिङ गऱ्यो अब लाग्यो हामी टी कफीतिर त्यसपछि हामी निस्किन्छौँ हाम्रो जाने यहाँ मान्छे तास्केलहरू बस्छौँ घरहरू यो टी बनाउने टेबलतिर अर्कोतिर गरेर खेल्ने हो नि त्यसरी ल हामी यहाँ आउटलुक हेर्न आउटलुक फेरि के लाइट हाउस हो यो लाइट हाउस आयो अहिले चाहियो फेरि नेल्सन बेको लाइट हाउस हामी कति कफी सबै खायौँ अरे अब यहाँ लाइट हाउस हेर्छौँ त्यसपछि हामीले चस्मा खान्छौँ त्यसपछि हामी लाग्छौँ हाम्रो गाडी त्यस्तो नहोला न अहिले मतलब उडाइदिनु उडाउनु त उडाउनु बिहान 7 to 7 PM मात्रै उडाउनु पाउने बाँकी त पाइन्छ राम्रो रहेछ नेल्सन हेड रिजर्भ रे नेल्सन हेड रिजर्भ 1972 मा लाइट हालेर रहेछ जमिनभन्दा अगाडिको रहेछ मजनमी ए अझ 1872 क्या 19 दाइ चाहिँ झुक्केर म जन्मिने बेलाको भन्नु भन्नै लाग्नु थियो 100 वर्ष अगाडि अनि म्युजियम रहेछ यहाँ बस्छ त्यो लाइट साइड देखेको पुरानो कुराहरू अनि यहाँ चाहिँ कति राम्रो रहेछ ए हिँड्दै राम्रो रहेछ मजाले चटपटे बनाउने खाने खाना पाइन्छ यहाँ भाइ Dubai Bubu, I like it. यस्तो राम्रो ठाउँ रहेछ वाउ कति राम्रो ठाउँ रहेछ बिचको सबै देखिने अनि यहाँ चाहिँ मजाको ठाउँ यहाँ हेर्नु न कति राम्रो फोटो खिच्नु
अघि नै आएको थियौँ नि त्यतातिरबाट यो उताबाट थियो होला यो क्याफे साफे रहेछ म पनि आउनु पर्यो नि नत्र त भिडियोमा कसैले आउनुपर्छ हजुर पनि राम्रो राम्रो आइटमहरू होइन गिफ्ट सप रहेछ हामी चाहिँ निकासलबाट फर्किँदैछौँ अब हामी लाग्यौँ हन्टर भ्याली बिचमा रोकेर केही खाने चटपट खाने भनेको थियौँ अब बसिँदै घर जाऊँ त्यही गएर खाम्ला भनेर अब हामी हन्टर भ्यालीतिर लाग्यौँ रमाइलो भयो आजको दिन पनि भोलि पनि रमाइलो हुन्छ अहिले भइरहेछ होबाटहरी केन्द्र सिडनी सिक्सर्स हो भोलि हामी जाने भनेको फर्केर फेरि हन्टर भ्याली तर हाम्रो यहाँ प्लान चेन्ज भएर हामी अब जान लागेछौँ चटपट बनाउने र अनि हामी चटपट यहाँ बन्ने भएन चटपट बन्ने भएन क्या यहाँ अहिले